राज राज्यले प्रदान गर्ने कुनै 4 मौलिक हकको सूची बनाऊ। राज्यले प्रदान गर्ने कुनै 4 मौलिक हक: समानताको हक, स्वतन्त्रताको हक, सञ्चारको हक, शिक्षा सम्बन्धित हक। महिला सशक्तिकरण भनेको के? महिला सशक्तिकरण भनेको महिलाहरूलाई आफ्नो जीवनका सबै पक्षहरूमा नियन्त्रण राख्ने, निर्णय गर्न र समाजमा समान रूपमा सहभागी हुन सक्षम बनाउने प्रक्रिया हो। महिला सशक्तिकरण भनेको महिलाहरूलाई निर्णय आफै लिने सक्षम, आफ्नो जीवनका सबै पक्षहरूमा नियन्त्रण राख्ने, निर्णयहरू गर्न र समाजमा समान रूपमा सहभागी हुन सक्षम बनाउने प्रक्रिया हो।